सुनाई पाठ 2 मायाको चिनो। एकजना सिकर्मीले कुनै कारखानामा धेरै वर्ष काम गरेपछि अवकाश लिने विचार गरे र ठेकदार कहाँ गएर भने, ठेकदारजी, मैले यस कारखानामा 20 वर्षको उमेरदेखि लगातार 40 वर्ष काम गरेँ। अब चाहिँ मैले अर्को हप्तादेखि अवकाश लिने निर्णय गरेको छु। आफ्नो कारखानाको सबैभन्दा सिपालु सिकर्मीको कुरा सुनेपछि ठेकेदारले भने, ठिक छ त, तर मैले एउटा घर ठेक्का लिएको छु। त्यो 3 महिनामा सकिन्छ होला। त्यो सिध्याउनुस् अनि अवकाश लिनुस्, हुन्न र? सिकर्मीले केही छिन सोचेर हुन्छ भनिदिए। उनी त्यस कारखानामा अरू 3 महिना काम गर्न गए। उनलाई काम छोड्ने निर्णयपछि काममा कुनै जाँगर चलेन। 3 महिनामा जसो तसो त्यो घर सिध्याए र भोलिदेखि अवकाश लिने भए। त्यही दिन कारखानाका ठेकेदारले उनलाई उक्त घरको साँचो दिँदै भने, तपाईँ यस कारखानाको सबैभन्दा पुरानो र सबैभन्दा सिपालु सिकर्मी हुनुहुन्छ। तपाईँको मेहनत र सिपले यस कारखानाले धेरै प्रगति गर्यो। म तपाईँले यस कारखानामा पुर्याउनु भएको योगदानको कदर गर्दै अन्तिम पटक तपाईँले तयार गर्नुभएको यो घर तपाईँलाई नै कारखानाको तर्फबाट मायाको चिनो अर्पण गर्छु, स्वीकार्नुस्। ठेकेदारको कुरा सुनेर सिकर्मीले मनमा नै भने, ओहो, यो कुरा मलाई 3 महिना अघि नै थाहा भएको भए